जब सरकार व्यापारमा प्रवेश गर्छ त्यहाँ असक्षमता देखा परिहाल्छ। यसको समाधान भनेको निजीकरण नै हो। मिल्टन फ्रेडम्यानले भनेका छन् कि औद्योगिक क्षेत्र नबन्दाको असर। देशको औद्योगिकरणका लागि सरकारले विभिन्न प्रदेशमा नयाँ औद्योगिक क्षेत्र निर्माण गर्ने योजना बनाएको निकै भए पनि काम भने निकै सुस्त देखिएको छ। 10 वर्ष अघि सातै प्रदेशमा औद्योगिक क्षेत्र स्थापना गर्ने भनिए पनि अझै त्यो काम पुरा हुन सकेको छैन। अहिले 6वटा औद्योगिक क्षेत्र शिलान्यास पूर्वका सबै तयारी, जग्गा प्राप्ति, डिपिआर र इआइए पुरा भएको जानकारी औद्योगिक पूर्वाधार विस्तारको केही आशा जनाएको त छ, तर यस उत्साहको विषयमा 12 वर्ष जस्ता औद्योगिक करिडोरमा देखिएको जग्गा प्राप्तिका अवरोध, जग्गाको अत्याधिक मूल्य र आधारभूत पूर्वाधार अभाव र प्रशासनिक समन्वयको अभाव जस्ता समस्या सतहमा आएको छ। देशव्यापी औद्योगिक क्षेत्र विस्तारमा यिनै समस्या प्रमुख रूपमा देखिएका छन्। झापा, चितवन, कञ्चनपुर, मकवानपुर, बाँके र रूपन्देहीमा अगाडि बढिरहेको औद्योगिक क्षेत्र निर्माणले हजारौँ रोजगारी सिर्जना गर्न सक्छ, विदेशी तथा स्वदेशी लगानी आकर्षित गर्न सक्छ र उत्पादनमूलक अर्थतन्त्रलाई बलियो बनाउन सक्छ। तर घोषणा भएको दशक बितिसक्दा पनि औद्योगिक क्षेत्र आजसम्म कागजमै सीमित हुनु भनेको सरकारमा निर्णय र कार्यान्वयन क्षमता कमजोर हुनुको प्रमाण हो। औद्योगिक जगतले जग्गा प्राप्तिलाई नै अहिले नै ठुलो समस्या मानेको छ। एकातिर विद्युत, पानी, सडक जस्ता आवश्यक सेवा सुविधा पुगेका ठाउँमा ठुलो परिमाणमा जग्गा उपलब्ध छैन भने भेटिएको जग्गाको पनि मूल्य निकै उच्च छ। उद्योगीले भयभरको सम्पत्ति जग्गा प्राप्तिमा नै खर्चनु पर्यो भने लागत उच्च हुन्छ, जसले गर्दा प्रतिस्पर्धा क्षमता कमजोर हुन्छ र यस समस्याको समाधान भनेको सरकारले औद्योगिक क्षेत्र बनाएर उद्यमीलाई भाडामा लगाइदिनु हो। तर सरकारले घोषणा गरे अनुसार यसतर्फ ठोस काम हुन सकेको छैन। औद्योगिक क्षेत्र विस्तारको बाटो जग्गा समस्या मुक्त र पूर्वाधारयुक्त उद्योग मैत्री नबनाइएसम्म औद्योगिकरणको यात्रा अघि बढ्न सक्दैन। विश्वका सफल औद्योगिक क्षेत्रहरूमा सरकार वा सार्वजनिक निकायले पूर्वाधारमा लगानी गर्छन्, भाडा न्यून राख्छन्, उद्योग विस्तारलाई प्राथमिकता दिन्छन्। औद्योगिक क्षेत्र विस्तारको सबैभन्दा ठुलो अवरोध जग्गा व्यवस्थापन नै हो। एकातिर जग्गाको अत्याधिक मूल्य वृद्धि, अर्कोतिर सरकारी तथा सार्वजनिक जग्गामै अनिश्चितताका कारण नयाँ उद्योगहरूलाई वैकल्पिक ठाउँ भेटाउन कठिन भएको हुन्छ। 9 बस्तामा बस्ती व्यवस्थापन नहुँदा काम रोकिएको छ। मयूरधापमा राष्ट्रिय निकुञ्जको प्रक्रियाले वर्षौँदेखि निर्माण रोकिएको छ। मोतीपुरमा इआइए स्वीकृत नहुँदा निर्माण सुस्त छ। यसले देखाउँछ जग्गाको समस्या समाधान नगरी औद्योगिक क्षेत्र विस्तारको सपना पुरा हुन सक्दैन। यसबाहेक पानी, बिजुली, बाटो, निकास, सुरक्षा, प्रशोधन केन्द्र जस्ता आधारभूत पूर्वाधार अभावले उद्योग स्थापनाको लागत बढाउँछ र आधारभूत पूर्वाधार अभावले उद्योग स्थापनाको लागत बढाउँछ। उद्योगीहरूले धेरै वर्षदेखि माग गर्दै आएका छन्, जग्गा सजिलो बनाइदेऊ, पूर्वाधार तयारी गरिदेऊ, भाडा नाम मात्र ल्याऊ। औद्योगिक क्षेत्रमा भाडा अस्वाभाविक रूपमा बढाइयो भने उद्योगहरू त्यस क्षेत्रमा जानै चाहँदैनन्। औद्योगिक क्षेत्र मुख्यतया उद्योग चलाउनका लागि हो, भाडाबाट नाफा कमाउन होइन। विश्वका सफल औद्योगिक क्षेत्रहरूमा सरकार वा सार्वजनिक निकायले पूर्वाधारमा लगानी गर्छन्, भाडा न्यून राख्छन् र औद्योगिक विस्तारलाई प्राथमिकतामा दिन्छन्। नेपालले पनि यही बाटो समाउनु पर्छ। 12 वर्ष औद्योगिक करिडोरमा उद्योग विस्तार तीव्र छ, तर उपयुक्त र किफायती जग्गा नहुँदा उद्योगहरू आत्तिएका छन्। गुठी जग्गा वा सार्वजनिक जग्गामा नयाँ औद्योगिक क्षेत्र विकास गर्ने प्रस्ताव व्यवहारिक देखिन्छ। वीरगञ्ज महानगरपालिकाद्वारा गुठी संस्थानको 650 बिघा जग्गामा औद्योगिक क्षेत्र बनाउने निर्णय लिने व्यवहारिक कदम हो, तर यसलाई कागजमै सीमित राखिनुहुन्न, प्रतिबद्धताका साथ कार्यान्वयन गरिनुपर्छ। सरकारले अब औद्योगिक क्षेत्र विस्तारलाई बजेट घोषणामा मात्र सीमित राख्ने होइन, 12 वर्ष जस्ता उच्च सम्भावना भएका क्षेत्रहरूमा जग्गा व्यवस्थापन विशेष कार्यक्रम मार्फत तुरन्त अगाडि बढाउनु पर्ने हुन्छ। देशको आर्थिक पुनरुत्थान उत्पादनमूलक उद्योग विस्तारबाट मात्र सम्भव हुन्छ। त्यसका लागि सरकारले जग्गा व्यवस्थापनलाई प्राथमिकता, पूर्वाधार निर्माणलाई गति र भाडालाई न्यूनतम स्तरमा राख्ने नीति लिनुपर्छ। योजनाहरू घोषणा गर्दैमा मात्र अर्थतन्त्र बलियो हुँदैन, तिनलाई कार्यान्वयन तहमा ल्याइनुपर्छ, आवश्यक हुन्छ। औद्योगिक क्षेत्र विस्तारको बाटो जग्गा समस्या मुक्त, पूर्वाधारयुक्त उद्योग मैत्री नबनाइएसम्म औद्योगिकरणको यात्रा अघि बढ्न सक्दैन। यो थियो औद्योगिक क्षेत्रको समयमा निरूपण नहुँदाखेरिको औद्योगिक क्षेत्र नबन्दाको असर।